कस्तो अनुभव हो तपाईँलाई? केही छ अब? अब चाहिँ म अलिकति गाइड गर्छु अनि तपाईँहरू ध्यान बस्नुहोस् है। अब चाहिँ आनापानसतिको हामी प्र्याक्टिस गर्छौँ, ब्रिदिङ मेडिटेसन। एकदम रिल्याक्स, कुनै त्यो छैन होइन, त्यो मिल्दैन भने त्यो नबस्यो पनि। बिस्तारै आँखा बन्द गर्ने, gently close your eyes. अब चाहिँ हामी बसेको ठाउँलाई फिल गरौँ। अहिले हामी बसिरहेछौँ म्याटमा, कस्तो भइरहेछ? त्यहाँ न्यानो छ कि कडा छ कि चिसो छ कि जे जस्तो छ एकपल्ट फिल गर्ने, अनुभव गर्ने, नोटिस गर्ने। Watching हावाहरू आइरहेछ, हावा आइरहेछ, यो ब्रिजलाई फिल गर्ने। हावा कस्तो फिल भइरहेछ? न्यानो छ कि चिसो छ कि जे जस्तो छ त्यसलाई एक्सेप्ट गर्ने, स्वीकार गर्ने। थाहा पाउनु हावा चलिरहेछ, विभिन्न आवाजहरू आइरहेछ भनेर थाहा पाउनु। थाहा पाइराख्नु के भइरहेछ? यो प्लेनको आवाज आइरहेछ, हावा रुख हल्लेको, त्यसलाई थाहा पाउनु। मनमा धेरै विचारहरू उत्पन्न हुन्छ, त्यसलाई पनि थाहा पाउनु। तर नरिसाउने, सबै थट्सहरूलाई, विचारहरूलाई स्वीकार गर्ने, एक्सेप्ट गर्ने। त्यो विचार आइरहेछ, विचारहरूलाई हेलो भन्ने, थाहा पाइराख्ने। वो बिस्तारै नाकको द्वारमा, नोस्ट्रिलमा सासलाई फिल गर्ने। सास भित्र आइरहेछ, सास बाहिर गइरहेछ भनेर थाहा पाउने। सासलाई केही नगर्ने, म्यानिपुलेट केही नगर्ने, अल्टर नगर्ने, योगामा जस्तो केही नगर्ने, जे जस्तो छ। हामी सुतेको अवस्थामा जस्तो, हामी सुत्दाखेरि सास आफै चलिरहन्छ, आफै भित्र आउँछ, आफै बाहिर जान्छ। तर सुत्दाखेरि हामीलाई होस हुँदैन। तर अहिले चाहिँ हामी थाहा पाइराख्ने, जागरुक अवस्थामा सास भित्र गएको र बाहिर गएको थाहा पाइराख्ने एकछिन प्र्याक्टिस गरौँ। सास भित्र आइरहेछ, सास बाहिर गइरहेछ।
Notice your every incoming breath and outgoing breath. एकदम natural breath, normal breath. सासको रिदम थाहा पाउने, यो सास कसरी चल्दो रहेछ, कहिले सास लामो हुन्छ, कहिले छोटो हुन्छ, कहिले एकदम गरुङ्गो हेभी फिल हुन्छ, थाहा पाइराख्ने, जज नगर्ने, मलाई किन यस्तो भइरहेछ, केवल थाहा पाउने, सास भित्र आइरहेछ, सास बाहिर गइरहेछ। मन फेरि कता कता जान्छ, थाहा पाउने, मेरो मन बाहिर गयो, वान्डरिङ भयो भनेर थाहा पाएको एकदमै राम्रो, किनभने त्यसको मतलब हामी होसमा छ। फेरि ब्याक टु द नोस्ट्रिल and feel your every incoming breath and outgoing breath. Because we all have power of knowing. हामी सबैसँग थाहा पाउने शक्ति छ। थाहा पाउने शक्ति भनेको हाम्रो आवाज सुन्ने शक्ति, हाम्रो शरीर तातो चिसो भएको थाहा पाउने शक्ति, खुसी हुने शक्ति, थाहा पाउने शक्ति, दुःखी भएको थाहा पाउने शक्ति, रिस उठेको थाहा पाउने शक्ति, थाहा पाइराख्ने के भइरहेछ। श्वास भित्र आइरहेछ, श्वास बाहिर गइरहेछ। विभिन्न आवाजहरू आएको छ, कुनै पनि आवाजमा हामी नभुल्ने, थाहा पाउने, कहिलेकाहीँ आफूलाई मनपर्ने आवाज आउँछ, कहिले आफूलाई मन नपर्ने आवाज आउन सक्छ। मनपर्ने आवाजमा एट्याच नहुने, अब कस्तो राम्रो गीत बजिरहेछ अथवा कस्तो राम्रो साउन्ड आइरहेछ भनेर त्यसको नभुल्ने, तर थाहा पाउने। तर कहिलेकाहीँ आफूलाई मन नपर्ने आवाज आउन सक्छ, रिसउठ्दो म्युजिकहरू बज्न सक्छ, डिस्टर्ब हुन सक्छ, तर त्यसमा नरिसाउने, थाहा पाइराख्ने। श्वास भित्र आइरहेछ, श्वास बाहिर गइरहेछ। श्वास कहिले लामो हुन्छ, कहिले छोटो हुन्छ, कहिले गरुङ्गो हुन्छ, एकदम रिल्याक्स, एकदम काम